नमस्ते सम्पूर्णमा म चाहिँ कमल पिके सरगम। अहिले यो भिडियो मेरो युट्युबमा जब आउँछ तब तपाईहरुलाई एउटा राम्रो इन्फर्मेसन तपाईले प्राप्त गर्न सक्नुहुनेछ। यो चाहिँ हामीलाई नर्मली लाग्छ तर यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। सानो कुरा छ तर इन्फर्मेटिभ भिडियो छ। जुन गल्ती मैले गरे, मैले त्यो गल्ती गर्न कारणले मेरो युट्युबमा जे असर पर्यो त्यो चाहिँ तपाईकोमा नहोस् भन्नको लागि मैले यो भिडियो तपाईहरुको सामु बनाएको छु। सो त्यो कारण के भन्दा जति पनि युट्युब चलाउनु भएको छ, युट्युब क्रिएटर हुनुहुन्छ है, यहाँलाई मेरो एउटा अनुरोध, सचेत हुनु होला। यो फेसबुक रिल्सबाट तानेका भिडियोहरू, टिकटक रिल्सबाट जति पनि अर्काको भिडियो तानेर अथवा आफैले एडिट गरेर त्यो आफ्नै आवाज हालेर पनि त्यो भिडियो हाल्नु भएको छ भने इन फ्युचर तपाईहरुको मोनिटाइज भएको च्यानललाई पनि असर पर्न सक्छ। जस्तो मेरो च्यानल मोनिटाइज भइसकेको थियो, अहिले चाहिँ डिमोनिटाइज भएको छ केही समयको लागि, अथवा मैले यस्तै कन्टेन्ट हाल्दै गयो भने त्यो सधैँको लागि पनि ब्यान हुन सक्छ। सो मैले पनि त्यही गल्ती गरेँ, विभिन्न चाहिँ सामाजिक सञ्जालबाट रिल्सहरू तानेर आफ्नै आवाज राखेर पनि बनाएर त्यसलाई हालेँ, तर त्यो चाहिँ पछि गएर दीर्घकालीन असर पर्न सक्छ जसरी मैले भोगेँ। अहिले चाहिँ मेरो डिमोनिटाइज छ। अब यसलाई चाहिँ त्यस्तो भइसकेको अवस्थामा पनि यसरी नै आफूले ओन भोइसमा आफ्नै ओरिजिनल भिडियो सकेसम्म बनाएर हाल्नुभयो भने जतिसक्दो चाँडो त्यो चाहिँ हट्न सक्ने सम्भावना हुन्छ। र यो इन्फर्मेसन मैले तपाईहरुको लागि दिएँ किनकि मैले यो कुरा भोगेँ। सो यस्तो गल्ती कसैले नगर्नु होला। सकेसम्म आफ्नै क्रिएसन, आफ्नै ओन भोइस, आफ्नै ओन भिडियो बनाउनु। थ्याङ्क यू।